हेलो एभ्रिवान, नमस्ते। र आज चाहिँ म हिबिस्कसको कटिङ लगाउन गइरहेछु र त्यसको लागि चाहिँ मैले यहाँ सोइल मिक्स रेडी गरिसकेको छु। र यो सोइल मिक्समा चाहिँ मैले 60% स्यान्ड लिएको छु भने 40% चाहिँ मैले नर्मल गार्डन सोइल लिएको छु। र यसको कटिङको लागि चाहिँ मैले मदर प्लान्टबाट हिबिस्कसको हाँगाहरू लिएको छु जसको थिकनेस चाहिँ एउटा पेन्सिलको आकारको जस्तो छ। र यो कटिङहरुको लेन्थ चाहिँ मैले 4 इन्चीदेखि 8 इन्ची भित्रमा लिएको छु। र यहाँ मुनि भएको पत्ताहरू म सबै हटाइदिँदैछु। यो सबै मैले जति पनि कटिङहरू लिएको छु त्यसको मुनिको भागको पत्ताहरू, साइड ब्रान्चेसहरू सबै म हटाइदिने छु सबैको। र यसरी पत्ताहरू हटाइसकेपछि चाहिँ म यसलाई पलिब्यागमा सोइल मिक्सलाई भर्न गइरहेको छु। तपाईहरुले पलिब्याग लिँदाखेरि अथवा गमला लिँदाखेरि, कटिङ राख्ने गमलाहरू लिँदाखेरि चाहिँ त्यसमा चाहिँ छेदहरू, ड्रेनेज होलहरू धेरै भएको लिनुहोस् किनभने पानी जम्मियो भने चाहिँ हाम्रो कटिङहरू कुहिएर गल्छ। यसरी काटेर रेडी गरेको कटिङ्सहरूलाई चाहिँ म लगाउनुभन्दा अगाडि चाहिँ एलोभेरा जेलमा डिप गर्नेछु। तपाईहरुसँग प्रोटिन हर्मोन छैन भने तपाईहरुले यसरी एलोभेरा जेल पनि युज गर्न सक्नुहुन्छ। एलोभेरा पनि छैन भने चाहिँ तपाईहरुसँग हल्दी अथवा दालचिनी पाउडरको पनि तपाईहरुले युज गर्न सक्नुहुन्छ। र अब चाहिँ म यिनीहरुलाई एक एक कुरा सबैलाई यो कटिङहरुको फेदमा एलोभेरा लगाउँदै राख्दै छु। र यसरी सबै कटिङहरुमा मैले एलोभेरा लगाइसकेपछि चाहिँ यो हामीले पटमा भरेको सोइल मिक्समा म एउटा सिङ्काको सहायताले सबैमा होल बनाउँदै छु। यसरी होल बनाउँदाखेरि चाहिँ हामीलाई कटिङहरु राख्नमा सजिलो हुन्छ। र यसरी कटिङहरु म एक एक वटा लगाउँदै जानेछु। कटिङहरु लगाइसकेपछि साइडमा त्यसलाई माटोले थिचिदिनुहोस्। त्यसरी गर्दाखेरि चाहिँ तपाईहरुको कटिङ हल्लिँदैन। कटिङहरु हल्लियो भने त्यहाँनिर एयर पकेट बन्छ है, हावा पस्छ र कटिङहरु हल्लियो भने सर्दैन, हावा पस्यो भने सर्दैन है। अनि अर्को कुरा, हामी यो कटिङहरु लगाइसकेपछि यसमा पानी हाल्छौं है। त्यो पानी हाल्दाखेरि पनि हामीले बिस्तारो हाल्नुपर्छ। त्यो पानी जोडले हाल्यो भने पनि त्यसमा त्यो कटिङहरु हल्लिन्छ। त्यसैकारणले हामी कि त यसलाई स्प्रेले पानी दिनुपर्छ कि त नत्र भने पानी हाल्दा हल्का हातले छर्केर हाल्नुपर्छ। त्यसरी गर्दा चाहिँ कटिङहरु हल्लिँदैन। म यसरी नै सबै कटिङ पटहरुमा सोइल मिक्समा यसरी सिङ्काको सहायताले छेड गरेर सबै कटिङहरुलाई लगाउने छु। र जति पनि मैले यहाँ कटिङहरु लगाइरहेको छु यो सबै डिफ्रेन्ट प्लान्टहरुको लगभग 5-6 वटा प्लान्टहरुबाट मैले लिएको हो। र त्यो 5-6 वटा सबै डिफ्रेन्ट कलरमा छ। हिबिस्कसको फुलहरु सिंगलमा पनि हुन्छ, डबल पनि हुन्छ है। र यहाँ पनि मेरोमा पनि यो कतिवटा सिंगल भेराइटीको छ भने कतिवटा डबल भेराइटीको छ र यो सबै डिफ्रेन्ट कलरमा छ। र यसमा फुलहरु फुल्दा एकदमै राम्रो देखिन्छ है। यो समरभरि यसमा फुलहरु खिल्छ र यो फुल्दाखेरि एकदमै राम्रो देख्छ। यसरी सबै कटिङहरु लगाइसकेपछि चाहिँ यसमा पानी लगाउनु पर्छ है। पानी लगाउँदाखेरि चाहिँ कटिङहरु नहल्लिने पाराले लगाउनुपर्छ। यसलाई माथिबाट हल्का म पानी लगाउँदै छु सबै कटिङहरुमा। र यसरी नै तपाईहरुले पनि हिबिस्कसको कटिङलाई लगाउन सक्नुहुन्छ। र हिबिस्कसको प्लान्ट चाहिँ एकदमै हार्डी हुन्छ है। एकपल्ट लगाइसकेपछि चाहिँ हतपत मर्दैन। अनि सालैपछि त्यही एउटै प्लान्टबाट तपाईहरुले धेरै कटिङहरु तयार गर्न सक्नुहुन्छ। आई होप यो भिडियोबाट तपाईहरुले हिबिस्कसको कटिङ बारे सबै जानकारीहरु पाउनुभयो होला है। केही क्वेशनहरु छन् तपाईहरुले कमेन्ट गर्न सक्नुहुन्छ।